घर लक्ष्मी आउनु भएको छ ए खाना खाँदै हुनुहुन्छ मामा सिरी हाउ आर यु खै यार केटाहरू कहाँ गए केटीहरूलाई पनि बोलिदिनु पऱ्यो नि भाइ मै खानु भएछ है धेरै मेकअप तिमीलाई गर्नुपर्छ तिमी ठुलो भएर छेउ उनीहरूले भाइ गान्तोकमा छौँ बिहानको म्युजिक भिडियोको लागि सेटअप गर्ने पहिलो दिन फर्स्ट दिन आउनु चाँडै पर्ने हो तर ढिलो भइगयो कोही बात छैन कसरी हो तपाईँ मालपा चाल पाएन भने जस्तो भयो त म सबैजनालाई नमस्कार छ र विशेष गरी पर्यटकीय रमणीय ठाउँ गाउँ घान्द्रो गाउँमा चाहिँ कोरस ब्यान्डको चाहिँ जुन यो म्युजिक भिडियोको चाहिँ छायाङ्कन हुँदैछ कोरस ब्यान्डले आफ्नो यो गीतलाई पहिलोचोटि म्युजिक भिडियो मार्फत उतार्दैछ र घान्द्रुकी ठिटाहरूले होइन हामीभन्दा अग्रजहरूले 18 वर्षभन्दा अगाडि मेश्रम ब्यान्डको जुन असारे महिना भन्ने गीत र कोरस ब्यान्डको गीतलाई चाहिँ यो पर्यटकीय रमणीय ठाउँ घान्द्रुकमा चाहिँ छायाङ्कन हुँदैछ हाम्रो कोरस ब्यान्डको मेम्बरहरू हामी सबै आएर चाहिँ समग्रमा चाहिँ यो ब्यान्ड र घान्द्रुकलाई प्रमोसनको निम्ति नै होस् भन्ने हेतुले सबैजना हामी यहाँ आएको छौँ र अब हामी पूर्व तयारी गर्दैछौँ अब हाम्रो यहाँको लाइभ ब्यान्डहरूको चाहिँ यो म्युजिक भिडियोको छायाङ्कन चाहिँ अब सुरु हुनेछ यो लाइटको हजुर पढ्न यहाँ के भन्छ डाइरेक्सनले पक्ने कहाँ पोजिसन कहाँ हो गरौँ त ल अब हाम्रो होइन सुट टाइम हुँदैछ होइन अब सेटअप हुँदैछ है हाम्रो गीतको फर्स्ट भिडियो एक्साइटेड छु अच्छा अच्छा से नहीं चलेगा बहुत अच्छा क्या हो रहा है आज क्यों लेट हो गया केटाहरू त्यस्तै हाम्रो ब्यान्डको सधैँ नेपाली टाइम हुन्छ हाम्रो के भन्न चाहनुहुन्छ अब राम्रो गरौँ एकदम पुरा फुल तयारीमा हो दाइ के छ भन्नु त्यो दाइ यसो वार्म गर्दै हो थोरै यसो रिभाइन्ड गर्दै दाइ थोरै त्यसलाई अझै कसरी हुन्छ राम्रो गर्ने होइन बुढो मान्छे अलिकति तन्नेदेखि चाल निकालेको मेट्सी आज चाहिँ हाम्रो कोरस ब्यान्डको यो रक टाइपको गीत छ नुनालिसी यसको चाहिँ सेटअप तयार हुँदैछ अब हामी आज चाहिँ जामिङ सर्टहरू सबै भ्याउँछौँ त्यसपछि हामी चेजिङ सर्टहरू चाहिँ भोलि लिँदैछौँ डेफिनेटली भोलि आज चाहिँ यो जामिङ सर्ट आज सक्ने भन्ने छ र नाइट सुट पनि हुन्छ यसको र आई थिङ्क भोलि चाहिँ दुईवटा गीत सँगसँगै हुने भएको कारणले गर्दा आज र भोलिमा यो गीत त मजाले सकिन्छ तर पनि रिच गर्ने भन्ने उद्देश्यले यसको कतिपय फुटेजहरू हामी भोलि र पर्सि पनि लिन्छौँ होला सायद घान्द्रुक योभन्दा अगाडि पनि आइरहेको हो सुटिङको क्रममा र खास गरी अहिले चाहिँ हाम्रो यो ब्यान्डसँग कोरस ब्यान्डसँग काम गर्न पाउँदाखेरि अत्यन्तै खुसी छु र म एकदमै उत्साहित पनि छु र मलाई लाग्छ हाम्रो क्रू टिमले यो आउटपुट चाहिँ भिडियो आउटपुट चाहिँ राम्रो क्रिएट गर्छ भन्ने चाहिँ मैले विश्वास गरेको छु
ओहो दादा गुड मर्निङ आज फाइनली दाइको पालो आइपुग्यो सानो सानो अभिनय गर्ने एउटा अवसर जुरेको छ कोसिस गर्दैछौँ परिस्थितिले मागेपछि के हुँदैछ दाइ सुट सुरु गर्दैछौँ भाइ हामी के छ सामानहरू गर्दैछौँ ए खाना क्यान्सल भन्नै बिर्सेछ यार सरी यार हामी मेस रुममा होइन भयो अन्त अब लास्ट आवरमा कोही नभएछ हजुर दाइ ल हामी दुई टोली भयौँ लाग्यौँ हामी पहिला सक्ने कि तपाईँहरू पहिला सक्ने रेखा हजुर ल दाइ ल भोलि म क्रिएट गर्छु ल तिम्रो आँखैले आँखा देखाउ न आँखा बनायो गाजलु तिम्रो आँखैले ल है उता भन्दा यता हिट होला जस्तो लागिसक्यो कान्छीलाई के दिउँला जाले रुमाल हो ल आन्टीहरू पास पास माथि माथि हिमालयमा ओ ला 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 टाफेर मुनाली क्या राम्रो नाच्यो माथि माथि हिमालय हालेसी क्या मिठो गुन्द्रुकमा आहु जाउँ न कान्छी घुम्नलाई घान्द्रुकमा हेर्न हिमालय छुट्ने बेलैमा दिउलानी कान्छीलाई जाले रुमाला ए है नुन हालेसी क्या मिठो गुन्द्रुकमा आहु जाउँ न कान्छी घुम्नलाई घान्द्रुकमा हेर्न हिमालय छुट्ने बेलैमा दिउलानी कान्छीलाई जाले रुमाला
डफेर मुनल क्या राम्रो नाच्यो माथि माथि हिमालयमा ऊ ला 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 डफेर मुनल क्या राम्रो नाच्यो माथि माथि हिमालयमा मोहित बनाउने मायाको जादु छ हँसिलो तिम्रो मुहारमा हेर्न हिमालय छुट्टाने बेलैमा दिउलानी कान्छीलाई जले रुमाला जले रुमाला मेरो खस्यो पागल बनायो गजल तिम्रो आँखैले ऊ ला 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 दिल मेरो फस्यो पागल बनायो गजल तिम्रो आँखैले अंगालो बाँधी चुमिदो मलाई रसिलो तिम्रो ओठैले हेर्न हिमालय छुट्टने बेलैमा दिउलानी कान्छीलाई जले रुमाला जले रुमाला ए है नुना हलेसी क्या मिठो गुन्द्रुकमा आहु जाउँ न कान्छी घुम्नलाई घान्द्रुकमा हेर्न हिमालय छुट्टने बेलैमा दिउलानी कान्छीलाई जले रुमाला जले रुमाला जले रुमाला जले रुमाला